हाई गाइज वेलकम टु माई न्यू भिडियो। आज चाहिँ हामी ढिम्कीमा आएको छौँ। मैले मेरो फेरि अनि त्यो सामान चाहिँ के गरे त्यो चाहिँ कसलाई छोडिदिएको गाइज आज चाहिँ के हो थाहा छ? आज चाहिँ मेरो ह्याप्पी बर्थडे हो होइन, अनि त्यही भएर हामी चाहिँ मेरो बर्थडे सेलिब्रेसन गर्नको लागि हामी आइसकेको छौँ यो जङ्गलमा। अनि अरू साथीहरू चाहिँ आउन बाँकी छ। यो चाहिँ मेरो बहिनी हो लुक्दै छे, राम्रो देखा छ हौ। यो चाहिँ केक हो, के हो त्यो खोइ थाहा छैन। अब त्यो चाहिँ गई खोलेपछि नै थाहा हुन्छ अरे क्या। यहाँले चाहिँ तिनजना साथी हो नि, हेलो गर त। यो अर्की साथी झोला सबै त्यो अर्कीमा टिकटक बनाउँदै थिएँ। तेरो त्यो ऊहरू लिएर आइज फेरि हराउँछ। हामी चाहिँ यतिजना पर्खिरहेछौँ अरूलाई, तिनीहरू चाहिँ आएकै छैनन्। थाहा छैन कति बेला आउँछन् भनेर। 4 बजी नलागिसकोस् साथीहरू, कति बेला आउने हामी। छिटो छिटो आउने त हुन्थ्यो, छिटो छिटो गइहाल्नु हुन्थ्यो, नाच्नु पर्ने छ। बर्थडे मनाउनु भन्दा धेरै ठाम सारै छौँ। यता र उता उता फोहोर छ, फेरि हामी फर्केर यतै आएको साथीहरू। हाम्रो गाईघाटको ढिम्कीमा रहेको ठाउँ हो। नयाँ पुल पनि बनेको रहेछ ऊ त्यहाँनिर, हाम्रो अलिअलि देखिन्छ होइन। यस्तो फोहोर छ अहिले चाहिँ, पात झरेर। अनि पछि पात उम्रिने बेलामा चाहिँ यहाँ कस्तो दामी हरियाली देखिन्छ। वेलकम पनि बनाएर रहेछ यहाँनिर। Happy birthday to you. Happy birthday. Happy birthday to you. Happy birthday. Happy birthday. Happy birthday to you. मैले चाहिँ केक काटिसक्यौँ। यहाँ हेर्नु त मलाई पुतली जस्तो देखेको होला है। अनि यो चाहिँ मेरो गिफ्ट चाहिँ त्यहाँ राख प्लिज, अरूलाई होइन, त्यो मेरो लागि स्पेसल, मेरो लागि मात्र हो। साथीहरू अब चाहिँ हामी खाजा खान लागेको। ल सुरुमा चटपटी खाऊँ न। के खाने सुरुमा चटपटी? बरु यो उब्रे घर लानु हुन्छ, त्यो उब्रे भने बर्बाद हुन्छ। के उब्रिँदैन धेर होला जस्तो छ। ल साथीहरू अब चाहिँ हामी खाजा खान लागेको। ल मलाई कमेन्टमा ह्याप्पी बर्थडे भन्नु होला। यो चाहिँ हाम्रो खानेकुरा हो साथीहरू। अब अहिले चाहिँ 2 बजिसकेको छ। अब हामी चाहिँ सबै खान्छौँ अनि त्यसपछि भिडियो बनाउँछौँ। ल आज चाहिँ साथीहरूलाई पनि धन्यवाद भन्नु पऱ्यो क्या, बिचराहरू यत्रो दुःख गरेर मेरो बर्थडेमा। ल ल ल ल ल ल ल ल यो चाहिँ हाम्रो डिउ हो। यो चाहिँ हाम्रो खानेकुरा हो साथीहरू। अब अहिले चाहिँ 2 बजिसकेको छ। अब हामी चाहिँ सबै खान्छौँ अनि त्यसपछि भिडियो बनाउँछौँ। ल आज चाहिँ साथीहरूलाई पनि धन्यवाद भन्नु पऱ्यो क्या, बिचराहरू यत्रो दुःख गरेर मेरो बर्थडेमा। ल ल ल ल ल ल ल ल यो चाहिँ हाम्रो डिउ हो। गाइज हामी चाहिँ अब बर्थडे मनाएर पनि घर हिँडिसकेको। साथीहरू चाहिँ अर्को बाटो गयो होइन। अनि हामीले चाहिँ दिदी लिन आएको थियो। अनि हामी दिदी बहिनी चाहिँ गयौँ। अहिले चाहिँ बेलुका भइसकेको छ। सो गाइज हामी चाहिँ घर हिँडेको। बाई बाई गाइज, नेक्स्ट भिडियो भेट्छु ल। अनि जसले मलाई कमेन्टमा ह्याप्पी बर्थडे अनि